Hello guys, welcome to our vlog. यो हाम्रो चाहिँ एउटा साथीहरु पनि हामी 3 जना छ हामी जम्मा 7 जना चाहिँ जाँदै छौं अब हामी के साथीहरु 3 जना छ हामी साथीहरु हैन अगाडि 3 जना छ नि यहाँ जम्मा चाहिँ 7 जना छौं हामी जाँदै छौं अब हामी गएपछि माथिको भ्लग देखाउनेवाला छौं बाइ बाइ लाइक सब्स्क्राइब शेयर जे गर्न मन छ गर्दिनु होला तर कमेन्ट चाहिँ गर्दिनु होला है यहाँ चाहिँ पानी ट्याङ्की रहेछ हैन गाइस अनि यिनीहरु चाहिँ चियन यहाँ चाहिँ गीता छ के फेरि यो त अलिकति डरै छ यसले गर्दा हामीलाई डर लागिसक्यो अति है के पो खस्रा गर्यो भन्दा सक्दै तर साच्चै बाटो चाहिँ लास्टै डर लाग्दो छ है गाइस यो चाहिँ कमब्याक भइसक्यो चस्मा लगाएर हामी चाहिँ पुरी छ तर सबै फुटिसक्यो है त गाइस थ्याङ्कजी ऊ चाहिँ हाम्रो टुर गाइड हो गाइजहरु हामी चाहिँ अहिले कहाँ पुगिसक्यो यहाँ सिडी छ यसरी समाज चाहिँ कसरी यसरी यहाँ सबै साथीहरु हामी हिँड्दै छन् यहाँ सन्ध्या चाहिँ अब चाहिँ हामी पुग्नु लागिसक्यो सिडी मात्रै छ अब हामी चाहिँ पुगेपछि देखाउने छौं अहिलेको लागि कहाँ छौ भनिदेऊ त मणिचु डाँडा गाइज लोग हम कहाँ है ओके बाय बाय यहाँ चाहिँ बाघ पनि आउँछ भनेर सुनेको थिएँ है त्यही भएर सबैजना डराइरहेको छौँ यहाँ Few moments later. हामी चाहिँ मणिचुडाबाट फर्किँदै छौँ अब उता गएर हेर्नु होला बाँकी हाम्रो साथीहरूले चाहिँ हामीले छोडेर गएको छौँ यो मोबाइल छोडेर है फेरि हुक्का खानु पर्यो उनीहरूलाई हामी व्यस्त भएको कारणले उनीहरू गएको हो हाम्रो चाहिँ धेरै राम्रो फोटोसोटहरू खिचेका छौँ अब त्यो फोटो चाँडै नै नसक्नु हुनेछ त्यसको लागि हामीसँग के अरे जोड्नु होला जोडिनु होला हाम्रो टिकटक टिकटक आइडीलाई युट्युब फलो गरिदिनु होला टिकटक इन्स्टा जे पूर्णिमा देख्नुहुन्छ सबै त्यसको लागि के भन्यो के हेर्नु बाइ बाइ अब हामी चाहिँ यस्तो राम्रो ठाउँ चाहिँ देखाउँछु पक्नु हेर्नुहोस् होला यहाँ चाहिँ एकदम राम्रो चौर छ होइन गाइस यहाँ चाहिँ मान्छेहरू पनि थुप्रै छ हाम्रो साथीहरू चाहिँ कहाँ हुनुहुन्छ थाहा छैन है गाइस त्यो चाहिँ हाम्रो साथीहरू है के गराइ ल फास्ट को सन्जिता जित लास्ट ला है हम चाहिँ यिनीहरू चाहिँ हुक्का खाएर छ है यिनीहरूले यति दुःख गरिरहेको छ मैले पनि दुःख गरिरहेको तर अहिलेसम्म बोलेको छैन दुःख गरेको यतिको हाँसिरहेको छैन अब यतिको हाँसी मात्र कहिले के पनि भन्दिनँ यहाँ चाहिँ सजिताजीलाई वेलकम रौसीले भन्दा पनि सेउसीले बोलायो यो मान्छेले चिया खाएर लाग्छ भनिरहेको छ के भन्नु त के भन्नु यो चाहिँ लागिसक्यो नि दुध छ्याङ पनि खाएको हुक्का पनि खाएको अरू के भन्नु चिसो कोक सबै खाइसक्यो अब चाहिँ हामी चाहिँ हेर्नुहोस् निदै मार्दैन थाहा भयो सकेको छ होइन अनि अब हाम्रो अब निस्किन आँटेको है वी आर भेरी काइन्ड पर्सन के अब सबै प्याक गर्दैछ तर हामी फोरहरू पनि सबै लग्दैछौँ है एकजनाले मलाई के सामान पोल्ने पनि रहेछ हामी त्यही राख्दैछौँ सामान हाल्दियो अनि मेरो छ यहाँ चिप्स को खाने लनु
कस्तो स्टेबल है यो लाइक मतलब गुम्बाको छेउमा छ अनि हेर्नुस् गाइस हाम्रो पछाडि हेर्नुस् भ्यू अगाडि हेर्नुस् पछाडि हेर्नुस् एकदम बवाल लाइक बियोन्ड आवर इमेजिनेसन छ यो खुसी होइन अब हामी ठुलो भएपछि कस्तो हुन्छ होला गाइस हामी चाहिँ यो केमा छौँ है